जय गोर्खा। सम्पूर्ण भारतभरि छरेर बस्नुभएको अनि भारतदेखिको विदेशमा रहनु हुने गोर्खे सन्तानलाई गोर्खे सलाम अनि अभिवादन भन्दै म सानोतिनो ब्लगर कुन्दन बन्द ब्लगर केही विषयमा चर्चा गर्नुको लागि यहाँ तपाईँहरू सामने बनिरहेको छु। मैले यो भिडियोमा कसैलाई दोष लाउने काम त गरेको होइन, तर मान्छेको सोच हो, विभिन्न सोचहरू उत्पन्न भइरहेको छ। हाम्रो गोर्खाको सान, नेपालीको शिर, हाम्रो गर्व प्रशान्त तामाङ हाम्रो बिचमा रहेन भन्ने जानकारी खबरहरू त तपाईँले विभिन्न सोसियल प्लेटफर्ममा हेरिरहनु भएको छ। सबैले उहाँ हामी बिच नरहेको दुःखो, हामी बिच नरहेकोमा शोक मनाइरहनु भएको छ। तर अचानक यसरी कसरी हुनसक्छ भन्ने कुरोमा पनि नजर लाउनु जाँदाखेरि कहीँ मेरो मनमा भएको सवालहरू हजुरहरू सामने राख्नु गइरहेको छु। किनभने आज हाम्रो गौरव हामी बिच रहेन। दुःखकोसँग यो कुरा गर्न गइरहेको छु। प्रशान्त तामाङज्यूको श्रीमती म्याडम त एउटा एयर होस्टेस एटेन्डेन्ट हुनुहुन्थ्यो अनि उहाँले जब एयर होस्टेसको जब पाउनुभन्दा अगाडि धेरै कुरोको प्रशिक्षण ट्रेनिङ पाएर उहाँहरू एयर होस्टेसको जब इम्प्लोइमेन्ट हुनसक्छ, काम गर्नुसक्छ है। तर प्रशान्त तामाङलाई जब हृदयघातको रोगले उहाँलाई अचानक भेट्यो भने उहाँले आपतकालीन यानि कि तत्कालीन पहिचान र फास्ट एडको कामको प्रक्रिया चाहिँ उहाँले किन गर्नु भएन भन्ने कुरामा चाहिँ मलाई त्यस्तो विचार आएर चाहिँ मैले गरेको हो। आज हेर्नुहोस् त, हाम्रो प्रशान्त तामाङज्यू हाम्रो बिचमा नहुँदाखेरि बलिउडमा भएको कहीँ घटना इन्सिडेन्टहरू मलाई याद आउँछ। हामी जब केटाकेटी नै थियौँ त्यति बेला सबैको मुखबाट हाम्रो बाबा बाजे बोजू घरको छिमेकीबाट कुरा सुन्नु पाएको हो कि दिव्य भारती चाहिँ एकदम ब्युटिफुल थियो अरे है। अन्त उहाँको अचानक मृत्यु भयो अरे, उहाँलाई बिल्डिङबाट खसाएर मारिदियो अरे भन्ने कुरा हामीले सुन्यौँ। त्यसको बादमा श्रीदेवी दुबईको बाथटबमा उहाँको मृत्यु भइरहेको कुराहरू हामीले सुन्यौँ। सुशान्त सिंह राजपुतको मृत्यु हामीले सुन्यौँ, उहाँलाई चाहिँ घाँटी निमाटेर मारेको कुराहरू सुन्यौँ। अब सत्य अनि तथ्य त त्यो सिआइडी अनि प्रशासन मिडियालाई मात्रै थाहा छ है। तर एउटा मान्छे भएर एउटा सोच्नु सकिन्छ ताकि हाम्रो प्रशान्त तामाङ पनि यस्तै त भएको होइन भन्ने कुरोहरूमा पनि शङ्का जान्छ। मेरो मात्रै होइन, तपाईँहरूको पनि गइरहेको होला। किनभने अहिलेसम्म उहाँ बिमारी भएको कुनै पनि हामीले पनि सोसियल प्लेटफर्ममा हामीले हेर्नु सकेको छैन, पाएको थिएनौँ, सुनेको थिएनौँ, देखेको थिएनौँ। त्यो त तपाईँहरूले पनि यस्तो कुरा मैले जस्तो सोचेको छु त्यस्तो कुरा त तपाईँले पनि सोचिरहनु भएको होला है। अनि उहाँको श्रीमती त एउटा एयर होस्टेस एटेन्डेन्ट हुनुहुन्थ्यो है। अनि उहाँलाई यस्तो प्रशिक्षण पाएको हुन्छ, उहाँले ट्रेनिङ पाएको हुन्छ है। तत्काल पहिचान अनि र फर्स्ट एडको कारबाही चाहिँ उहाँले गर्नुभयो कि भएन भन्ने कुरामा पनि मलाई एउटा मेरो विचारले उहाँले गर्नुभएको भए त आज प्रशान्त तामाङज्यू हाम्रो बिचमा हुन्थ्यो होला। जब कुनै व्यक्तिलाई छाती दुख्यो वा सास फेर्न गाह्रो भयो भने एयर होस्टेसले त तुरुन्तै कदम उठाउँछ नि त होइन। अन्त एक्सपिरियन्स अनि धेरै जसो एयर होस्टेसहरूको मेडिकल किटमा एक्सपिरेसन हुन्छ जसले रगत पातलो बनाउनु र हृदयघात अवसर कम गर्न मद्दत गर्छ।
अन्त त्यो कारबाहीहरू गरे कि गरेन भन्ने कुरोहरू मलाई यहाँनिर लाग्छ। अनि उहाँले सिपिआर यानि कि कार्डियोपल्मोनरी रिससिटेसन हातले छाती थिचेर कृत्रिम श्वास प्रश्वास र रक्त सञ्चालन सुचार राख्नुको प्रयास गर्नुभयो कि भएन होइन। एएडी त उहाँकोमा हुने कुरा होइन, यो अटोमेटिक एक्सटर्नल डिफिब्रिलेटर हो, जो कि कसैकोमा हातपत्ती हुँदैन, यो एउटा हस्पिटलमा मात्रै हुन्छ यो कुरा है। अनि एयर होस्टेस डक्टर त होइन, त्यसैले उनीहरूले आपतकालीन जस्तो हो पूर्ण उपचार त गर्न सक्दैन, त्यो सबैलाई थाहा भएकै कुरो हो। उनीहरूले प्राथमिक उपचार दिएर बिमारीको अवस्थालाई थम बिग्रनबाट बचाउनु त सक्छ। अब यो कुरोहरू उहाँले अपनाउनु भयो कि भएन होइन। उनीहरू अस्पतालसम्म नपुगिन्जेलसम्म ज्यान जोगाउनुको समयलाई गोल्डन हर बढाउनु मद्दत गर्नु सक्छ। किनभने अब प्रशान्त तामाङज्यू हाम्रो बिचमा नहुँदा चाहिँ मलाई यस्तो लाग्यो कि उहाँले यस्तो कारबाहीहरू गरे कि गरेन। एउटा एयर होस्टेस हुनुको नातेमा आफ्नो एयर होस्टेस मात्रै थिएन, उहाँ त अब एउटा प्रशान्त तामाङज्यूको एउटा अर्धाङ्गिनी पनि थियो, श्रीमती पनि थियो। उहाँलाई अब उहाँले त्यस्तो गर्नु कि भयो कि भएन भन्ने कुरोहरूमा पनि मलाई विस्वाद लागेर दुःख लागेर मात्रै मैले यो कुराहरू राखेको हो है। अब यसको प्रशान्त तामाङको निधनको पछि अब के हो कसो हो सत्य अनि तथ्य त त्यो त हामीलाई थाहा छैन है। र पनि अगर यस्तो कामहरू गरेको भए सायद प्रशान्त तामाङज्यू हाम्रो बिचमा हुन्थ्यो जस्तो लाग्छ। नानी 3 सालको छ आज, तर मलाई त दुःख यही लागेको नानीको अनुहार हेरेर है। एउटा म सङ्गीतलाई म पनि माया गर्ने मान्छे, प्रशान्त तामाङलाई माया गर्ने मान्छे, अभियसली उहाँलाई त सबैले माया गरिहाल्छ नि हाम्रो गोर्खाहरूले, किनभने विश्वको गोर्खे सन्तान नेपाली सन्तानलाई एक समयमा एक गर्ने व्यक्ति नै हाम्रो प्रशान्त तामाङ हुनुहुन्थ्यो, त सबैलाई माया लाग्छ नि है। अन्त त्यसै कारणले म अलिकति भावुक भएको छु, धेरै गहिरोले सोच्ने भएको छु। त्यसै कारणले मैले भनेको हाम्रो त अब फौजमा हामीले पनि प्रशिक्षण पाएको हुन्छु, ट्रेनिङ पाएको हुन्छु फर्स्ट एडको बारेमा है, सिपिआरको बारेमा, एएडीको बारेमा, सबको बारेमा हामीले पनि अलिकति ट्रेनिङ पाएको हुन्छौँ, ताकि हाम्रो साथीहरूलाई कसैलाई गोली या त साँपलाई या हृदयघातको रोगले भेट्यो भने हामीले पनि कुछ हद तकसँग कुछ समय तक हामीले उसलाई बचाउन सक्छौँ, राख्न सक्छौँ, ताकि उसलाई समयमा मेडिकल फेसिलिटी डक्टरको ट्रिटमेन्ट पायो भने यस्तो कुरामा हामीले बचाउन सक्छौँ। र यो कुराहरूमा प्रशान्त तामाङज्यूको म्याडमले गर्नुभयो कि भएन भन्ने कुरामा चाहिँ शङ्का लागेर मात्रै तपाईँहरूसँग यो कुरा राखेको हो। र मेरो यो व्यक्तिगत विचार हो, हजुरहरूले पनि सोच्नु भइरहेको होला यस्तो कुराहरूमा। र यति भन्दै हजुरहरूसँग बिदा लिन्छु। जय गोर्खा।